आजको शीर्षक मैले लिएको छु, साँचो प्रेम शब्दले होइन त्यागले प्रमाणित हुन्छ। तपाईहरुले स्क्रिनमा पनि देख्न सक्नुहुन्छ, साँचो प्रेम शब्दले होइन त्यागले प्रमाणित हुन्छ। विशेष गरेर हामी तीनवटा बुँदामा रहेर आजको थेसलोनिकेको परिचयलाई हेर्नेछौँ। नेक्स्ट स्लाइड। सो तीनवटा बुँदामा तपाईहरुले पाउनुहुनेछ, के पाउनुहुनेछ त भन्नुहुन्छ भनेदेखि सुसमाचारले जीवन परिवर्तन गर्छ, तर सधैँ सहज वातावरणमा मात्र होइन, तर असहज वातावरणमा पनि। दोस्रो, ख्रीष्टको राज्य संसारका मूल्यसँग टक्राउँदा सङ्घर्ष अनिवार्य हुन्छ। अनि तेस्रो, साँचो अगुवाले छोड्दैन, दूरीबाट पनि प्रेम र चासो देखाउँछ। अनि चार, भविष्यको आशाले वर्तमानको जीवनलाई बदल्छ। यी चारवटा बुँदामा रहेर आजको वचनलाई हामी सिक्नेछौँ। विशेष गरेर पृष्ठभूमिलाई हेर्नेछौँ, थेसलोनिकीको मण्डलीको पृष्ठभूमिलाई आज, जसलाई परिचय पनि हामी भन्छौँ। सेकेन्ड स्लाइड। तपाईहरुले यहाँनिर देख्न सक्नुहुन्छ पुरानो र पावल थेसलोनिक गएको बाटो, अनि त्यहाँबाट अहिलेको आधुनिक सहर थेसलोनिकी सहरलाई पनि त्यहाँ देख्न सक्नुहुन्छ। माथिपट्टिको आधुनिक सहर हो भनेदेखि पाम्फालिया भन्ने त्यहाँबाट तपाईले देख्न सक्नुहुन्छ, अनि एपोलोनिया अनि थेसलोनिका, त्यसरी त्यो बाटो हुँदै चाहिँ पावल थेसलोनिका पुगेका थिए। थेसलोनिकी सहर आधुनिक ग्रीस देशको प्रमुख सहर मध्येको दोस्रो सहर हो। ओके, ग्रीस देशमा पर्दछ। थेसलोनिकी रोमी साम्राज्यवाददेखि नै विकसित सहर हो, अहिलेदेखिको होइन। हेर्नु है त, थेसलोनिकी भनेको चाहिँ रोमी साम्राज्यदेखि नै, पहिलो शताब्दीदेखि नै अति नै विकसित सहर पनि हो। एक बाइबल विद्वानका अनुसार अलेक्जेन्डर राजाका एक शक्तिशाली आर्मीका सेनापति थिए। उनकी श्रीमतीको नाउँ थेसलोनिकी थियो। उनकी श्रीमतीको नाम, यसरी उनले थेसलोनिकी सहरलाई आफ्नै श्रीमतीको नामकरण गरे। आजसम्म पनि यही नामद्वारा प्रचलित छ, तर अर्को नामले पनि बोलाइन्छ बोलाउनको लागि चाहिँ, तर प्रचलित नाम चाहिँ अहिले पनि त्यही नै थेसलोनिका नै हामी पाउँछौँ। सुसमाचार लुकाका लेखकले चाहिँ प्रेरितहरूको पुस्तक पनि लेखेका हुन्, जसले लुका मात्र लेखेनन् तर प्रेरितको पुस्तक पनि लेखे। त्यसैले हामी प्रेरितको पुस्तकलाई अर्को शब्दमा भन्दाखेरि दोस्रो सुसमाचारको पुस्तक पनि भन्छौँ। ओके, जो पावलका एक मिसनरी सहयात्री पनि थिए लुका भनेका। उनले केवल सुसमाचारको पुस्तक मात्रै लेखेनन्, तर पावलसँगै मिसनरीका एक सहयात्री पनि थिए। यहाँसम्म कि उनी पावलसँग यात्रा गर्दै उनी रोमसम्म पुगेको हामी पाउँछौँ, र प्रेरितको पुस्तक रोममा गएर सकिएको हामी देख्दछौँ। है, उनले हामीलाई थेसलोनिका, विशेष गरेर लुकाले हामीलाई थेसलोनिकी मण्डली कसरी स्थापना भएको थियो भनेर प्रेरित 17 अध्यायको 1 देखि 9 पदमा स्पष्ट रूपमा बताउँदछन्। अनि थेसलोनिको मण्डली पावलको दोस्रो सुसमाचार प्रचारको यात्रामा पावल सिलास चाहिँ एम्पाफली र एपोलोनिया बाटो भएर थेसलोनिका आउने क्रममा लुस्त्राबाट चाहिँ तिमोथी अनि टोरासबाट लुका भेला भएर पावल, सिलास, तिमोथी र लुका चारैजना प्रख्यात सहर थेसलोनिकी पुगे। पावल आफ्नो आदत अनुसार, पावलको यो आफ्नो आदत हो, जब उनी ख्रीष्टमा फर्किसके पछाडि हामीले पहिलो कुरा नै के देख्छौँ त भन्नुहुन्छ भनेदेखि उनीले पहिले प्रथम सुसमाचार यहुदीहरूलाई सुनाउँथे। त्यसैले तपाईँ र मैले 17 अध्यायमा हामीहरूले पाउँछौँ उनको आदत अनुसार, राइट, पावलको आदत अनुसार यहुदीहरूको एउटा सभाघरमा उनी पसे, अनि 3 सातासम्म, हेर्नु है, 3वटा आइतबार भनौँ एकछिनको लागि,
ओके, त्यसो 3 हप्तासम्म उनले चाहिँ के गरे त भन्नुहुन्छ भने ख्रिस्टले चाहिँ अवश्य दुःख भोग्नु र मृतकबाट जीवित हुनु पर्थ्यो, किनकि धर्मशास्त्रमा लेखिएको थियो। र यिनै येशू, जुन धर्मशास्त्रमा लेखिएका येशू हुनुहुन्छ, जुन पुरानो करारमा लेखिएका येशू हुनुहुन्छ, जसले दुःख भोग्नु पर्थ्यो, जसले मर्नु पर्थ्यो र पुनर्जीवित हुनु पर्थ्यो, यिनै येशू जसको सुसमाचार म तपाईहरुलाई सुनाउँछु, उहाँ नै ख्रिस्ट हुनुहुन्छ, जसलाई चाहिँ यरुशलेममा कल्भरीमा झुन्डिएर मारियो, तर तेस्रो दिनमा उहाँ पुनर्जीवित हुनुभयो र पिताको दाहिने हातपट्टि बस्नु भएको छ। त्यसैले उहाँ नै ख्रिस्ट हुनुहुन्छ अथवा उहाँ नै उद्धारकर्ता हुनुहुन्छ। मानव उद्धारकर्ता भनेको केवल ख्रिस्ट मात्रै हुनुहुन्छ, परमेश्वरले अभिषेक गरेको व्यक्ति, अभिषेक गरेको राजा। प्रभुले चाहिँ के अरे सधैँको लागि दाउदको सिंहासनमा बसाल्नु भएको राजा अथवा दाउदको सिंहासन दिनु भएको राजा यसो हुनुहुन्छ भन्ने कुराको धर्मशास्त्रबाट अथवा पुरानो करारबाट तिनीहरूसँग बहस गर्दै रहे 3 वर्षसम्म। अनि त्यहाँबाट बहस मात्रै गरेनन्, तर उनले चाहिँ अर्थ खोलिकन पावलले प्रमाणित पनि गरे त्यो कुरालाई, येशू नै ख्रिस्ट हुनुहुन्छ भन्ने कुरा। हेर्नु है त। अनि त्यहाँबाट हामीहरूले देख्छौँ के अरे जब उनले प्रमाणित गरेपछि त्यहाँखेरि मिसावट के अरे प्रतिक्रिया हामीहरूले पाउँदछौँ। हेर्नु है त। सुसमाचार प्रचारले मानिसहरू बीचमा सधैँ मिसावटको प्रतिक्रिया उत्पादन गर्छ। त्यतिखेरको समयमा मात्रै होइन, आज पनि। हेर्नु है त। अनि त्यहाँबाट यो कुरा चाहिँ हामीहरूले के अरे प्रेरितको 17 अध्यायमा हामीहरूले देख्दछौँ। थेसलोनिकीमा पनि यस्तै नै भयो, मिश्रित प्रतिक्रिया आयो। पावलले 3 हप्तासम्म निरन्तर गरेको सुसमाचार प्रचारद्वारा यहुदीहरू मध्ये कतिजना विश्वास गरे र पावल र सिलासतर्फ लागे। अनि त्यहाँबाट ठुलो संख्यामा ईश्वर भक्त अथवा जसले के अरे परमेश्वरलाई मान्थे, जो अन्य जातिहरू थिए तर उनीहरूले चाहिँ यहुदी भएर चाहिँ परमेश्वरलाई मान्ने गर्थे, राइट। सो ईश्वर भक्त ग्रीकहरू, कतिपय प्रमुख महिलाहरूले, हेर्नु है त, महत्त्वपूर्ण व्यक्तिहरूले पनि के गरे, विश्वास गरे। प्रमुख महिलाहरू भन्नाले चाहिँ तपाईँको पक्कै पनि यी महिलाहरू भनेको चाहिँ बिजनेसम्यानहरू हुनुपर्छ, व्यवसाय गर्ने के अरे महिलाहरू हुनुपर्छ, नाम चलेका हुनुपर्छ, है। सो ग्रीकहरू र कतिपय प्रमुख महिलाहरूले पनि ख्रिस्टमा विश्वास गरेर पावलको झुन्डसँग जोडिए। यसरी ग्रीस देशको एक प्रख्यात शहर थेसलोनिकामा विश्वासी मण्डली स्थापना भयो अथवा जन्म भयो। मण्डली त स्थापना भयो, मण्डलीको जन्म त भयो। परमेश्वरले के अरे पवित्र आत्माद्वारा मण्डलीको जन्म थेसलोनिकामा त दिनुभयो, तर सजिलो र शान्त वातावरणमा भएन। किनभने डाहाले भरिएका यहुदीहरूले बजारका बदमाशहरूलाई, भाडाका टट्टुहरूलाई, जो पैसामा बिकेर चाहिँ दङ्गा फसाद गर्छन्, हेर्नु है त, तिनीहरूलाई चाहिँ के गरे त भन्नुहुन्छ भने बदमाशहरूलाई जम्मा गरी सहरमा खैला बैला मचाउन लाए। हेर्नु है, एकछिनको लागि साँच्चै भन्ने हो भनेदेखि तपाईँ के अरे यसरी बुझौँ, जहाँ पनि जुलुस हुन्छ, जुलुसमा सबै मान्छे थाहा भएका मात्रै म किन छु त्यहाँ भन्ने कुरा थाहा भएर मात्रै जाँदैन, अन्जान मान्छेहरू पनि हुन्छन् त्यहाँनिर। कसैलाई थाहा नै हुँदैन के भइरहेको छ भनेर जस गएका मान्छेहरू पनि हुन्छन्। हेर्नु है त। अनि त्यहाँबाट यहाँनिर चाहिँ के देख्छौ त भन्दाखेरि यी बदमाशहरूले चाहिँ खैला बैला नै मचाए सहरमा। अनि पावल र सिलासलाई जनताको सामुन्ने ल्याउनको लागि यासोनको घरमा उनीहरूले हमला गरे। हेर्नु है त। दोस्रो स्लाइड पनि हेरौँ हामी। त्यहाँनिर हेर्नुहोस्, पावल र सिलासलाई विश्वासी भाइहरूले राति नै के गरे त भन्नुहुन्छ, बेरिया पठाए।
थेसलोनिकीबाट। राति नै उनीहरूलाई बेरिया पठाए। अर्को ठाउँमा तपाईँहरूले यहाँ के अरे 17 अध्यायको उसमा देख्नुहुन्छ बेरिया भन्ने ठाउँ 10 पदमा त्यहाँनिर हेर्नुहोस्। 17 अध्यायको 10 पदमा भाइहरूले तुरुन्तै पावल र सिलासलाई राति नै बेरिया पठाइदिए अनि जब तिनीहरू त्यहाँ पुगे तब तिनीहरू यहुदीहरूको सभाभित्र गए। सो पावल सधैँभरि जुनसुकै ठाउँ जाँदाखेरि नि पहिले उनले गएर चाहिँ यहुदीहरूलाई के गर्थे त भन्नुहुन्छ भने सुसमाचार सुनाउँथे है। अनि त्यहाँबाट उनीहरूले पावललाई के अरे पावल र सिलासलाई फेला पार्न सकेनन् यासोनको घरमा। अनि यासोनको घरमा उनीहरूलाई फेला पार्न नसक्दाखेरि डाही यहुदीहरूले किनेका भाडाका टट्टु बदमासहरूले संसारलाई उलट पुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन् भन्दै कराउँदै ख्रिस्टमा फर्केका नयाँ विश्वासी यासोन र कुनै कुनै भाइहरूलाई सहरका शासकहरू कहाँ घिसियाएर ल्याए। देख्दै हुनुहुन्छ 57 घिसियाएर भनेको त्यहाँ देख्दै हुनुहुन्छ कसरी घिसियाएका छन्। त्यो हो घिसियाए। कस्तो खालको सतावट भयो होला त्यतिखेर विश्वासीहरूको बिचमा हेर्नु है त। बदमासहरूले यासोनलाई 2 खतरनाक आरोप पनि लगाए। यासोनलाई केवल घिसियाएर लानु मात्रै होइन शासकहरूको अगाडि, तर 2टा खतरनाक आरोप पनि लगाए। एउटा आरोप संसारलाई उलट पुलट पार्ने पावल र सिलासलाई पाहुना बनाएर आफ्नो घरमा राखेको यासोनलाई आरोप लगाए भने दोस्रो येशू भन्ने एकजना अर्कै राजा छन् भनेर कैसरका हुकुमको विरुद्धमा काम गर्छन् भनेर दोस्रो आरोप लगाए। यी 2टै आरोप भनेको सिद्धिमिति आरोप होइन। यी 2टै आरोपले मान्छेको जीवनै समाप्त हुन सक्छ। सो यी सिद्धिमिति आरोप होइन हेर्नु है। बदमासहरूले पावल र सिलासमाथि लगाएको आरोप एक प्रकारले गलत आरोप पनि होइन, किनभने पावल र सिलासले सुसमाचार प्रचारद्वारा शैतानको राज्यलाई साँच्चै नै उलट पुलट पारेका थिए। किनभने सुसमाचार जहाँ पनि जान्छ शैतानको राज्य के हुन्छ त भन्नुहुन्छ भने उलट पुलट हुन्छ। बदमासहरूले पावल र सिलासमाथि लगाएको आरोप सुनेर मानिसहरू र सहरका शासकहरू आत्तिए। हेर्नु है त त्यहाँनिर 17 अध्यायमा हेर्नु त किन आत्तिए उनीहरू। विशेष गरेर 8 पदमा सहरका मानिसहरू किन आत्तिए अथवा शासकहरू किन आत्तिए। त्यहाँनिर हेर्नु त यो कुरा सुनेर मानिसहरू र सहरका शासकहरू आत्तिए। किन त भन्दाखेरि सिलास र पावलमाथि लगाएको आरोप अनि सहरमा भएको खैला बैला, 2टै कुराले चाहिँ शासकलाई पनि आत्तिने बनायो र सहरका मानिसलाई पनि आत्तिने बनायो। किन आत्तिए उनीहरू। थेसलोनिकी रोमी साम्राज्यको महत्त्वपूर्ण सहर थियो, राजधानी थियो। त्यस समयमा कैसर रोमी सम्राट प्रति निष्ठा देखाउनु नागरिकहरूको कर्तव्य थियो। हेर्नु है, विशेष गरेर आजको समयमा हाम्रो देश नेपालमा आफूलाई मनपर्ने शासकहरूलाई केवल राजनीतिक शासक मात्र नभई देवताको स्थान दिने चलन छ। हेर्नु है, यद्यपि मानिसहरूले उनीहरूको मठ मन्दिर बनाएर पूजा नगरे पनि आफ्नो हृदयमा ईश्वर समान बनाएर राख्ने मानिसहरू प्रशस्त पाइन्छ हाम्रो नेपालमा। प्राचीन कालमा पनि रोमी सम्राटलाई
केवल राजनीतिक शासक मात्र नभई देवता ठानिन्थ्यो, भगवान नै मानिन्थ्यो, जसरी आज हाम्रो नेपालमा मान्ने चलन छ। हेर्नु है, यद्यपि उनीहरूले मठ मन्दिर बनाउँदैनन्, तर त्यतिखेरको समयमा हेर्ने हो भनेदेखि विशेष गरेर सम्राटको सम्मानहरूको निम्ति मन्दिरहरू बनाइथे, वेदीहरू बनाइथे, अनि त्यहाँबाट मानिसहरूले धूप चढाएर वा बलिदान दिएर आफ्नो निष्ठा, आफ्नो आराधना व्यक्त गर्दथे त्यतिखेर। हेर्नु है, आजको समयमा मानिसहरूले के अरे नेताहरूको मठ मन्दिर बनाएर त पुज्दैनन्, तर फरक अलिकति मात्रै छ, धेरै फरक छैन। के फरक छैन भन्नुहुन्छ भनेदेखि आजको समयमा सामाजिक सञ्जालको मठ मन्दिरमा आफ्ना ईश्वर समान शासकहरूको फोटो भिडियो राखेर मानिसहरू आफ्नो निष्ठा र आराधना व्यक्त गर्छन्। फरक त्यति नै मात्रै हो। त्यतिखेर मठ मन्दिर बनाएर पुज्थे भनेदेखि आज सोसियल मिडियाको भित्तामा राखेर पुज्ने गर्छन्। जब नेतालाई भगवान बनाइन्छ अनि सबै कुराको विनाश सुरु हुन्छ। हेर्नु है, त्यसैले एकजना विद्वानले यसरी भन्छन्, मार्टिन लुथर भन्ने एकजना विद्वानले यसरी भन्छन्, मानिसको हृदय मूर्ति बनाउने कारखाना हो। हृदयले नै के गर्छ? मूर्ति बनाउन सुरु गर्छ। त्यसैले हामीहरूले बाइबलमा विशेष गरेर के अरे हृदयलाई धेरै जोड दिएको देखिन्छ, हृदयको परिवर्तनलाई धेरै जोड दिएको देखिन्छ। हेर्नु है, कतै तपाईँले अथवा हामीले पनि आफूले भोट दिएर काम गर्न चुनेका शासकहरूलाई ईश्वर मानेर पुजेका त छैन। तिनीहरू सेवक हुन्, मालिक होइन। उनीहरूलाई हामीहरूले भोट दिएर पुज्न पठाएको होइन, काम गर्न पठाएको। सो हामीहरूले यस्ता कुराहरू भिन्नता छुट्याउन सक्नुपर्छ। हाम्रो मालिक, हाम्रो परमेश्वर एक मात्र हुनुहुन्छ, उहाँ हुनुहुन्छ येशू ख्रीष्ट। हामीहरूले उहाँको आराधना गर्नुपर्छ, उहाँको स्तुति प्रशंसा गर्नुपर्छ, उहाँको सम्मान गर्नुपर्छ। यस नेताहरूको सम्मान गर्नु हुँदैन भन्न खोजेको होइन, उनीहरूको विद्रोह गर्नुपर्छ भन्न खोजेको होइन, तर उनीहरूलाई हामीहरूले नेताको ठाउँमै राख्नुपर्छ। आदर सम्मान भन्ने कुरो केवल हामीहरूले मात्रै उनीहरूलाई दिने होइन, एकअर्काले आदान प्रदान गरिन्छ। आदर सम्मान भन्ने कुरा है। यहाँनिर हेर्नुहोस्, यद्यपि पावलले रोमी सरकार विरुद्ध विद्रोह गर्ने शिक्षा सिकाएका थिएन, न त मैले अहिले तपाईँलाई सिकाउँदैछु, किनभने शासकहरू भनेका परमेश्वरले खटाएका मानिसहरू हुन्। असल काम गर्नको लागि, ठिक काम गर्नको लागि, सही काम गर्नको लागि है। तर आज त्यसको विपरीत भइरहेको हामी पाउँछौँ विभिन्न देशहरूमा, केवल नेपालमा मात्र होइन। उनले येशू नै साँचो राजा हुनुहुन्छ भनेर घोषणा गरेका थिए। पावलले गरेको त्यति नै मात्रै हो। थेसलोनिके सहरमा गएर उनले के भने भन्दाखेरि येशू नै साँचो राजा हुनुहुन्छ भनेर घोषणा गरेका थिए। अनि त्यो सत्य हो। ब्रह्माण्डको राजा एउटै हुनुहुन्छ, अनि उहाँ हुनुहुन्छ ख्रीष्ट येशू। अरू संसारका शासकहरू भनेको उहाँको अधिकार मुनि भएका मानिसहरू हुन्। हेर्नु है त। तर के भयो त त्यहाँनिर भन्नुहुन्छ भने विरोधीहरूले यही सत्यलाई मोडेर बङ्ग्याएर राजनीतिक आरोपको रूपमा प्रस्तुत गरे, जसको परिणाम खतरनाक हुन सक्थ्यो।
हैन है। अर्को राजा छ भन्यो भने त्यसलाई केवल धार्मिक कुरा मात्र होइन, राजनीतिक विद्रोहको रूपमा मानिसहरूले बुझ्ने गर्थे। जब सम्राटको अगाडि अर्को राजा छ भनेर कसैले भन्यो भनेदेखि त्यो केवल धार्मिक कुरा मात्र होइन तर राजनीतिक विद्रोह मानिन्थ्यो। त्यसैले मृत्युदण्ड हुन सक्थ्यो। यसर्थ सहरमा विद्रोह भएको खबर रोमसम्म पुग्ने भयो। अब के अरे सहरमा त्यसरी तपाईको हंगामा बढ्दै गयो भनेदेखि त के हुन्छ त भन्नुहुन्छ भने त्यो खबर रोमसँग पुग्न सक्छ। अनि रोमसम्म पुग्यो भने स्थानीय शासकहरू आफै समस्यामा पर्न सक्थे। यसकारण यो कुरा सुनेर मानिस र सहरका शासकहरू आथिए। किनभने केवल उनीहरूले लगाएका आरोपीहरू मात्रै खतरामा पर्ने कुरा होइन, तर शासकहरू स्वयं खतरामा पर्ने अवस्था भयो। किनभनेदेखि सहरमा भनेको शान्ति कायम राख्नको लागि शासकहरू नियुक्ति गरिन्थ्यो र गरिन्छ हैन। अनि जब के अरे शान्ति कायम हुन सक्दैन, शान्ति भङ्ग हुन्छ, अनि त्यहाँबाट माथिल्लो के अरे स्थानको मानिसले के गर्थे त भन्दाखेरि उनीहरूको पनि न्याय गर्थे। सो यसै कारणले गर्दाखेरि उनीहरू आथिए, डराए कतै यो हंगामा के अरे रोमसम्मै पुग्ने हो कि भन्ने कुराले उनीहरू आथिए, डराए। अनि त्यहाँबाट सियोन र तिनका साथमा भएका भाइहरूलाई के गरे उनीहरूले धरौटी लिएर छोडिदिए। उनीहरू राख्नै चाहँदैन के अरे जेलभित्र, किनभने त्यसले हंगामा अझै पनि तीव्र बनाउँछ भनेर। सो उनीहरूले के गरे तुरुन्तै धरौटी लिएर उनीहरूलाई छोडिदिए। अथवा धरौटी भनेको त तपाईँ र मलाई थाहा छँदैछ, धरौटी भनेको चाहिँ एउटा ठुलो के अरे उसमा चाहिँ पैसा दिने कुरा। ओके, सो धरौटी दिएपछि के हुन्छ, मान्छे जेलबाट बाहिर निस्किन्छ, त्यो धरौटी चाहिँ उसको त्यहाँनिर राखिन्छ है। अनि यो धरौटी चाहिँ उनीहरूसँग किन लियो त? धरौटी लिनुको कारण के? धरौटी लिएर उनीहरूले किन त्यतिकै उनीहरूलाई छोडेन? आखिर छोड्न त छोडे, तर धरौटी लिएर उनीहरूले किन छोडे? किनकि पावल र सिलास सहरमा फर्केर नआउन् भन्ने हेतुले उनीहरूले चाहिँ यासिनसँग धरौटी लिएका थिए। अब सुन्दै जानु होला, पावल र सिलास फेरि आए भने, थेसलोनिके सहरमा फेरि फर्केर आए भने यासोन र तिनका साथीहरूको आफ्नो धरौटीको पैसा जफत हुने थियो। अनि सानो पैसा त होइन, ठुलो रकममा गएर जम्मा गरेको धरौटी पावल र सिलास यदि फर्केर थेसलोनिके जाने हो भनेदेखि उनीहरूको धरौटी जफत हुन सक्थ्यो। सो उनीहरू चाहँदैन थिए पावल र सिलास फेरि पनि फर्केर थेसलोनिके जाउँ। यसर्थ पावल आफूले थेसलोनिके नगएर तिमोथीलाई पठाएको हामी देख्छौँ। हेर्नु है त, तपाईँ र मैले के अरे विशेष गरेर के अरे थेसलोनिके 1 अध्यायमा हामीले हेऱ्यौँ भनेदेखि त्यहाँनिर पावलले तिमोथीलाई थेसलोनिके पठाएका छन्, आफू नगएर। सिलास पनि गएनन्, पावल पनि गएनन्, तर तिमोथीलाई पठाए। तर पावलले तिमोथीलाई किन थेसलोनिके पठाउनु पर्ने परिस्थिति आयो त? किन पावल चाहन्थे थेसलोनिके तिमोथीलाई थेसलोनिके पठाउन? किनकि थेसलोनिके मण्डलीको जन्म 3 हप्ता मात्र भएको थियो। कतिको नयाँ चर्च हो, कतिको नयाँ मण्डली हो? केवल 21 दिनको बालक चर्च। देख्दै हुनुहुन्छ?
केवल 21 दिन मात्रै भएको थियो थेसलोनिकी मण्डलीको जन्म भएको। साँच्चै भन्ने हो भनेदेखि एउटा बालक, आँखा पनि राम्रो नदेख्ने खालको बालक हुन्छ र है, 21 दिनको बालक। अनि त्यसमाथि पनि थेसलोनिकीमा के भइरहेको थियो? विश्वासीहरूमाथि सतावट भइरहेको थियो। अनि सतावटको कारण 3 हप्ताको बालक मण्डली छोडेर पावल बेरिया जानु पर्ने भयो। यसकारण पावलले तिमोथीलाई पठाएका थिए। थेसलोनिकी को पुस्तक भनेको पावलले लेखेका पत्रहरूमध्ये सम्भवतः सबैभन्दा प्रारम्भिक पत्र मानिन्छ, पुस्तक मानिन्छ। अथवा यो विश्वास गरिन्छ कि पावलले लेखेको पहिलो पुस्तक थेसलोनिकी हो भनेदेखि दोस्रो पुस्तक गलातीको पुस्तक हो। अनि त्यसरी नै उनले अरू पुस्तकहरू लेख्दै गए, हैन है त। यस पत्रको सुरुवातमै पावलले थेसलोनिकाका विश्वासीहरूको जीवनमा परमेश्वरले गर्नुभएको कार्यको लागि धन्यवाद व्यक्त गर्दछन्। हेर्नु है, अब मसँग तपाईँ एकछिन पल्टाउनुहोस् थेसलोनिकीको पुस्तक। हुन त यो हामी सर्वे मात्रै गर्दैछौँ, आधा हामी गहिरो रूपले हेर्ने पनि छैनौँ है। सो परिचयको रूपमा मात्रै म तपाईँहरूलाई बताउँदैछु। सो यदि तपाईँ र मैले एक अध्यायको 1 देखि 10 पद ध्यान दिएर पढ्यौँ भनेदेखि र पावललाई सुन्ने प्रयास गर्यौँ भनेदेखि हामीहरूले त्यहाँ के पाउँछौँ? विशेष गरेर 1 अध्यायको 1 देखि 10 पदलाई हामीहरूले ध्यान दिएर पढ्यौँ भनेदेखि त्यस अनुसार विशेष गरी तिनीहरूको विश्वासको काम, प्रेमको परिश्रम र आशाको धैर्य हामीहरू पाउँदछौँ है। अनि त्यहाँबाट यी 3वटा कुराहरूको लागि चाहिँ बालक मण्डली जो जन्मेको 21 दिन मात्रै भएको छ, अनि ती मण्डलीको विश्वासको काम, प्रेमको परिश्रम र आशाको धैर्य, अथवा उनीहरू त्यो सतावटको बीचमा पनि उनीहरूले के गर्न छोडेका छैनन्? सुसमाचार प्रचार गर्न छोडेका छैनन्। जस्ट 21 दिन मात्रै भएको छ जन्मेको मण्डली, सतावट त्यतिकै छँदैछ, तर उनीहरूले सुसमाचार प्रचार गर्न थालिसकेका छन्, गरिरहेका छन्। त्यति मात्र होइन, उनीहरू प्रेमको परिश्रम गर्दैछन्। एक प्रकारले प्रेमको परिश्रम भनेको, एउटा सुसमाचार प्रचार भनेको प्रेमको परिश्रम हो भनेदेखि अर्को परिश्रम भनेको चाहिँ एकअर्कालाई सहयोग गर्नु, एकअर्कालाई हौसला दिनु, एकअर्कालाई उत्साह दिनु। 21 दिनको बालक मण्डली, अनि उनीहरू चाहिँ ख्रीष्टको आगमनको कुरालाई लिएर चाहिँ उनीहरू धैर्यमा छन्, धैर्य बसेका छन्। अनि यही कुरा देखेर चाहिँ पावल परमेश्वरलाई धन्यवाद दिन्छन्। उनले के भन्छन् त्यहाँनिर हेर्नुहोस् त, हाम्रा प्रार्थनाहरूमा तिमीहरूको निरन्तर स्मरण गर्दै हामी परमेश्वरलाई तिमीहरू सबैका निम्ति धन्यवाद दिन्छौँ। 21 दिनको बालक मण्डलीले पावललाई धन्यवाद, परमेश्वरलाई धन्यवाद दिन एउटा धन्यवादी हृदय उत्पादन गरेको हामी पाउँछौँ। 21 दिनको मण्डलले, जस्ट 21 दिन, इट्स अमेजिङ। परमेश्वरको वचनले उनीहरूको जीवन परिवर्तन गरेको देख्दाखेरि, त्यसैले तपाईँले पढ्दै जानु भनेदेखि पावलले पछाडि गएर के भन्छ भन्नुहुन्छ भने, मलाई थाहा छ परमेश्वरको वचनले तिम्रो जीवनमा काम गरेको छ। परमेश्वरको वचनले जीवनमा काम गर्छ।
क्रियाशील, परमेश्वरको वचन क्रियाशील हुन्छ। अनि उनले केवल धन्यवाद मात्रै दिनु मात्रै होइन, तर पावलले पत्रको आरम्भमा नै विश्वासीहरूको आत्मिक परिपक्वता र सुसमाचारद्वारा परिवर्तन भएको जीवनशैलीको प्रशंसाबाट सुरु गर्छन्। अनि त्यो प्रशंसा पनि कसको अगाडि गर्छन् उनले देख्दै हुनुहुन्छ? परमेश्वरको अगाडि। किनकि मण्डली, चर्च कसैको पेवा होइन। यद्यपि परमेश्वरले पावलद्वारा पवित्र आत्माको शक्तिमा थेसलोनिकी मण्डलीको जन्म दिनुभयो, तर जन्म दिने परमेश्वर हुनुहुन्छ अनि उनीहरूलाई परिवर्तन गर्ने पनि परमेश्वर हुनुहुन्छ। अनि त्यो 21 दिनको मण्डलीको प्रशंसा गर्छन् पावल, प्रभुलाई धन्यवाद दिन्छन् पावल। पावलले थेसलोनिकाका विश्वासीहरूप्रति आफ्नो गहिरो प्रेम र चिन्ता पनि प्रकट गर्छन्। सतावट र विरोधको बीचमा पनि उनीहरू ख्रीष्टप्रति विश्वासयोग्य रहिरहेकाले पावलले तिनीहरूको विश्वासको काम, प्रेमको परिश्रम र आशाको धैर्यको जोडसँग प्रशंसा गरेका छन्। तपाईले अरू मण्डलीको पत्रमा हेर्नुभयो भनेदेखि यसरी जोडसँग पावलले प्रशंसा गरेको पाउनुहुन्न। इभन तपाईँ र मैले यदि गलातीको मण्डलीमा हेऱ्यौँ भनेदेखि त गलातीको मण्डलीलाई त पावलले पहिले नै के गरेका छन्? गाली गरेका छन्। तर थेसलोनिको मण्डली हेर्नुहोस्, पावलले थेसलोनिकाका विश्वासीहरूप्रति आफ्नो गहिरो प्रेम र चिन्ता प्रकट गरे, उनीहरूको जोड प्रशंसा गरे। त्यसपछि 2 अध्यायको 1 देखि 12 पदमा यदि तपाईँ र मैले हेऱ्यौँ भनेदेखि 2 अध्यायको 1 देखि 12 पदहरूमा पावल, सिलास र तिमोथी थेसलोनिकीमा सुसमाचार लिएर आउँदा उनीहरूले गरेको सेवा र विश्वासीहरूसँग गरेको स्थापना गरेको प्रेमपूर्ण सम्बन्ध निर्माण गरेको कुरा बताउँछन्। 2 अध्यायको 1 देखि 12 पदमा उनीहरूले चाहिँ थेसलोनिकीसँग पावल र सिलासको सम्बन्ध कस्तो थियो, कस्तो सम्बन्ध उनीहरूले निर्माण गरेका थिए, त्यो छोटो 3 हप्तामा 21 दिनको अवधिमा उनीहरूको सम्बन्ध भनेको कस्तो भयो, कस्तो थियो त भन्नुहुन्छ भने एउटा धाई आमा र धाई आमाका छोराछोरी जस्तो, एउटा बाउ र छोराछोरीको जस्तो सम्बन्ध स्थापना भएको थियो 21 दिनमा। यसले हामीहरूलाई पनि प्रश्न गराउँछ प्रियहरू, कि विश्वासीहरूले हामीहरूलाई देखेर, हाम्रो जीवन देखेर प्रभुलाई धन्यवाद दिन्छन्, जोडसँग प्रशंसा गर्छन्, यो भन्छन् कि यो भाइको, यो बहिनीको जीवन चाहिँ सुसमाचारले साँच्चै नै परिवर्तन गरेको छ। हाँ, 21 दिनका बालक मण्डलीको जीवन परिवर्तन गर्न सक्ने सुसमाचारले यदि हाम्रो जीवन परिवर्तन गरेको छैन भनेदेखि प्रश्न चिन्ह उड्छ प्रियहरू, हामीहरूले कुन चाहिँ सुसमाचारमा विश्वास गरेका छौँ। यदि हामीहरूले ख्रीष्टको सुसमाचारमा विश्वास गरेका छौँ भनेदेखि जीवन परिवर्तन हुन्छ। किनकि परमेश्वरको वचन शक्तिशाली र क्रियाशील। या त हामीहरूले वचनै नपढेको हुनसक्छ,
त्यसैले हामीहरूको जीवनमा वचनले कामै नगरेको हुनसक्छ। बाह्रदेखि 2 अध्यायको 1देखि 12 पदलाई हामीहरूले हेऱ्यौँ भनेदेखि एउटा आमा र सन्तान बीचको सम्बन्ध उनीहरूको स्थापना भएको हामी पाउँछौँ। परिवर्तन जीवन भनेको थियो, विश्वासीहरूको सम्बन्ध भनेको यति गाढा हुनुपर्छ, यति गाढा हुनुपर्छ, यहाँसम्म कि थेसलोनिका पुस्तकले के सिकाउँछ भन्नुहुन्छ भने विश्वासीहरूको सम्बन्ध भनेको आमा र सन्तानको जस्तो हुनुपर्छ, बाउ र सन्तानको जस्तो हुनुपर्छ। उनीहरूको सेवकाई पावलले त्यति मात्र होइन, उनले के भन्छन् भन्दाखेरि हाम्रो सेवकाई स्वार्थ, छल वा मानिसहरूलाई खुसी पार्ने उद्देश्यले नभई परमेश्वरलाई प्रसन्न पार्ने उद्देश्यले भएको थियो। सो पावलको उद्देश्य के थियो त भन्नुहुन्छ भने पावलको उद्देश्य भनेको परमेश्वर प्रसन्न पार्नु थियो। तर धेरैचोटि हामी विश्वासीहरू मान्छे प्रसन्न पार्नतिर लाग्छौँ। अनि मान्छे प्रसन्न पार्नको लागि हामीहरूलाई के भन्न मन पर्दैन भन्दाखेरि कसैलाई पनि सुधार्न मन पर्दैन, सुधारको बोली बोल्न मन पर्दैन। त्यसलाई प्रेम भनिँदैन। साँचो प्रेम मैले भन्दै पनि आएको छु, ख्रिस्टीय साँचो प्रेम गर्ने मानिसको बोली सधैँभरि मह जस्तो मिठो हुँदैन। किनभने सत्य बोलीमा सुधार हुन्छ, सत्य बोलीले पश्चातापतिर बोलाउँछ। त्यसैले पावलले स्पष्ट रूपमा भन्छन्। अनि यो हामीहरूले पनि बुझेको हुनुपर्छ। हामी सेवा मान्छेलाई खुसी पार्न गर्दैनौँ, हामी सेवा गर्छौँ ख्रिस्टलाई खुसी पार्न, जो हाम्रो मालिक हुनुहुन्छ। जब हामी ख्रिस्टलाई खुसी पार्न सेवा गर्छौँ भनेदेखि त्यो सेवा प्रेमले, अनुग्रहले, कृपाले भरिएको सेवा हुन्छ। किनभने जब ख्रिस्ट हाम्रो जीवनको मध्यस्थ हुनुहुन्छ, सेन्टरमा हुनुहुन्छ, तब ख्रिस्टको प्रेम सबैमा बगेर जान्छ। त्यसैले म तपाईहरुलाई कतिचोटि भन्ने गर्छु प्रियहरू, साथी तिनीहरू बनाउनुहोस् जसले तपाईँ र मेरो मुखैमा भन्छ त गल्ती छ भनेर। त्यो तपाईको साँचो मित्र। तर जसले गल्ती गरेर पनि आँखा चिम्लेर र मुख बन्द गरेर बस्छ त्यो साँचो मित्र हुन सक्दैन। त्यसले तपाईलाई प्रेम गर्दैन। यदि प्रेम गर्थ्यो भने उसले तपाईलाई सुधार्थ्यो। तपाईको मुखमै भन्ने थियो उसले कि त गलत छस्। किनभने गल्तीले मान्छेलाई विनाशतर्फ लैजान्छ। अनि गल्ती देखाइदिने मान्छे, गल्ती सुधार गर्ने मान्छे भनेको उसले विनाशमा गइरहेको मान्छेलाई बचाउने प्रयास गरिरहेको हुन्छ। प्रियहरू 2 अध्यायको 16 देखि 17 यदि 13 देखि 16 पदमा हामीहरूले हेर्यौं भनेदेखि यदि पावललाई राम्रोसँगले सुनेर हामीहरूले 2 अध्यायको 13 देखि 16 पदहरुमा थेसलोनिकाका विश्वासीहरूले सुसमाचारलाई मानिसको वचनको रूपमा होइन, पावलले के भन्छ त भन्नुहुन्छ भने परमेश्वरको वचनको रूपमा स्वीकार गरेका कुरा पावलले उल्लेख गर्छन्। तपाईहरुलाई म भनौं, म यहाँ उभिएर बोल्दैछु। यदि तपाईले मैले बोलेका वचन स्वीकार गर्नुहुन्न भनेदेखि तपाईले मलाई होइन परमेश्वरलाई इन्कार गरिराख्नु भएको छ। किनकि मैले आफ्ना मणगन्ते कथाका कुराहरू यहाँ बोलेकै छैन।
बाइबलको सत्य वचनलाई उल्था गरिरहेको छु। सो हामी जब स्वीकार्दैनौँ, परमेश्वरको वचन, सत्य वचनलाई स्वीकार्दैनौँ, जसरी थेसलोनिकेहरूले स्वीकार गरे, त्यसैले पावलले के भन्छन्, सुसमाचारलाई मानिसहरूको वचनको रूपमा होइन तर परमेश्वरको वचनको रूपमा स्वीकार गरेको कुरा पावलले उल्लेख गर्छन्। यही कारणले उनीहरूको जीवनमा परमेश्वरको वचनले शक्तिशाली रूपमा काम गरिरहेको र जीवन परिवर्तन गरेको कुरा उनीहरूलाई बताउँछन्। त्यसपछि 2 अध्यायको 17 देखि 20 पदहरूमा पावलले उनीहरूलाई फेरि भेट्ने आफ्नो तीव्र चाहना व्यक्त गर्छन्। हेर्नु है, जसरी प्रेमी बाबुआमाले आफ्ना सन्तानलाई भेट्ने उत्कृष्ट इच्छा राख्छन्, त्यसरी नै पावल पनि थेसलोनिका विश्वासीहरूलाई भेट्न उत्कृष्ट इच्छा गरेको बताउँछन्। एकचोटि सोच्नुहोस्, एउटा 21 दिनको बालकलाई यदि आमाले छोडेर हिँड्नु पर्यो भनेदेखि उसलाई कस्तो होला, के गुज्रेला उसको मनमा, उसको हृदयमा। 21 दिनको बालक यदि छोडेर 2 हप्ताको लागि, 3 हप्ताको लागि यदि जानु पर्यो, कहीँ जानु पर्यो भनेदेखि आमालाई कस्तो बित्ला। पावललाई त्यस्तै बितेको छ। पावल त्यस्तै तडपेका छन् थेसलोनिकेहरूलाई भेट्नको लागि, तर उनी बाध्यतावश जान सक्दैनन्, तत्काल जान सक्दैनन्। त्यसैले आफ्नो प्रिय, सबैभन्दा प्रिय, देख्दै हुनुहुन्छ, विश्वासको छोरो, सबैभन्दा करिबी, सुसमाचार सहयात्री तिमोथीलाई उनले पठाए। परमेश्वरले कति माया गर्नुहुन्छ तपाईँलाई भन्ने कुरा तपाईँले कुनै दिन कल्पना गर्नुभएको छ? यदि कल्पना गर्नुभएको छ भने छैन भनेदेखि पावलको हृदयलाई हेर्नुहोस्। परमेश्वरले तपाईँ र मलाई प्रेम गर्नुभएको कारणले गर्दाखेरि आफ्नो एकमात्र प्रिय पुत्रलाई क्रुसमा दिनदेखि बाँकी राख्नु भएन। तपाईँ र म जस्ता पापीलाई उद्धार गर्न आफ्नो सबैभन्दा प्रिय पुत्र, अनन्तकालदेखि साथमा हुनुहुने प्रिय पुत्रलाई पनि उहाँले बाँकी राख्नु भएन। यदि त्यो प्रेमले तपाईँ र मेरो जीवन परिवर्तन गर्न सक्दैन भनेदेखि प्रोबब्ली हामीहरूले परमेश्वरको प्रेमलाई बुझेका पनि छैन। पावलले हेर्नुहोस्, पावल उत्कृष्ट इच्छा गर्छन्, त्यसैले ख्रिस्ट पनि उत्कृष्ट इच्छा गर्नुहुन्छ तपाईँ र मसँग भेट्नको लागि। त्यसैले उहाँ फर्केर आउनुहुन्छ एक दिन तपाईँ र मलाई लिन, तपाईँ र मेरो साथमा रहन। हामीहरू सोचौँ न प्रिय, हामीहरूलाई मण्डली जान त अल्छी लाग्छ, आइतबार आउन त अल्छी लाग्छ, उत्कृष्ट इच्छा त कुरै नगरौँ न। हामीहरूलाई बाहना बनाउन मनपर्छ, होइन भन्नु त? खोइ त यस उत्कृष्ट इच्छा, खोइ त प्रेम, मण्डली बीचको प्रेम खोइ त। यदि म घरको परिवारलाई प्रेम गर्छु भनेदेखि त मैले त बाहना त बनाउँदिनँ त। एक हप्ता त मेरो लागि के अरे 1 वर्ष जस्तो हुन्छ। यदि म साँच्चै प्रेम गर्छु भनेदेखि, अनि त्यही एक हप्तामा भेला हुन्छौँ हामी, त्यही 1 हप्ता त हामीहरूलाई के अरे भेला हुन गाह्रो हुन्छ। अनि हामीहरूले कसरी भन्न सक्छौँ हामीहरूमा त्यो खालको, पावलको जस्तो सुसमाचारले त्यो खालको हृदय उत्पादन गरेको छ भनेर? पश्चाताप गर्नु प्रिय।
सुसमाचारलाई काम गर्न दिउँ, अल्छीलाई प्राथमिकता नदिउँ, बाहनालाई प्राथमिकता नदिउँ, प्राथमिकता परिवारलाई दिउँ, परमेश्वरको परिवारलाई। मैले माथि नै भने चाहिँ विश्वासीहरूको भलाइको लागि विभिन्न बाधा र परिस्थितिका कारण उनी तत्काल जान सकेनन्, तर उनले तिमोथी पठाए। उनी आफू जान सकेनन्, तर आफ्नो बदलामा तिमोथी पठाए। त्यसैले 3 अध्यायको 1 देखि 13 अनुसार, यदि तपाईँ र मैले 3 अध्यायको 1 देखि 13 पदलाई हामीले ध्यान दिएर पढ्यौँ भनेदेखि, आफै जान नसकेपछि पावलले आफ्नो सबैभन्दा विश्वासिलो प्रिय सहकर्मी तिमोथीलाई थेसलोनिके पठाए। तिमोथीको जिम्मेवारी के थियो त? उनले के जिम्मा दिएर पठाए भन्नु भने थेसलोनिकेहरूको विश्वासको अवस्था बुझ्न उनले पठाए, सतावटका बीचमा उनीहरूलाई उत्साह अनि हौसला दिन उनले पठाए, र विश्वासमा अझ दृढ भएर ख्रीष्टमा खडा हुन सहायता गर्न उनले तिमोथी पठाए। यसपछि पावलको पत्रको मुख्य शीर्षकतिर उनी बढ्छन्, मुख्य विषयतिर शिक्षातर्फ उनी बढ्छन्। अनि 4 अध्याय र 5 अध्यायमा उनले सुसमाचारले परिवर्तन गरेको विश्वासीको जीवन कस्तो हुनुपर्छ भन्ने विषयमा चुनौती दिन्छन्, व्यावहारिक निर्देशन दिन्छन्, प्रोत्साहन र धार्मिक शिक्षा दिन्छन् 4 देखि 5 अध्यायमा। विशेष गरेर यो पापी र भ्रष्ट संसारमा रहँदा असल स्वर्गीय नागरिक चाहिँ व्यभिचारबाट अलग रहनु, पवित्र र धर्मी जीवन जिउनु, एकले अर्कालाई साँचो भाइचारा प्रेम गर्नु, ख्रीष्टको दोस्रो आगमन सुनिश्चित भएको कारण सधैँ तत्पर रहनु जस्ता आत्मिक जीवनका विषयहरूमा उनले महत्त्वपूर्ण शिक्षाहरू दिएका छन् 4 र 5 अध्याय। किनभने 5 अध्यायको 1 देखि 11 पदमा तपाईँ र मैले हेऱ्यौँ भनेदेखि अनुसार ख्रीष्ट येशू कुनै पनि दिन, कुनै पनि समय फर्कन सक्नुहुन्छ। कुनै पनि दिन, कुनै पनि समय ख्रीष्ट फर्कन सक्नुहुन्छ। उहाँको आगमन चोरको जस्तै हुन्छ। यसैले विश्वासीहरू हरपल र हरेक समय पापी संसारमा नमुछिकन, नरुमल्लिकन, नमिसिकन पवित्र र परमेश्वरलाई प्रसन्न पार्न जीवन जिउने चेतावनी उनले दिन्छन्। किनभने ख्रीष्टले धेरैचोटि भन्नुभएको छ, जागा रह, जागा रह, जागा रह, जागा रह, किनकि तिमीहरूलाई थाहा छैन तिमीहरूको मालिक कुन बेला आउँछ। सो हामी अन्त्यको समयमा छौँ। ख्रीष्टको आगमन जुनसुकै बेला हुन सक्छ। त्यसैले पवित्र जीवन जिउनु विश्वासीहरूको लागि प्रियहरू कुनै छनौट होइन, बोलावट हो। धर्मी जीवन जिउनु कुनै छनौट होइन, बोलावट हो। त्यसैले पावलले उनले के भन्छन् त भन्दाखेरि तिमीहरूको धार्मिकता परमेश्वरको इच्छा हो। सो यो कुनै छनौट होइन, हेर्नु है त। जब ख्रीष्ट फर्कनुहुन्छ तब विश्वासीहरू जो जीवित छन् र जो सुतेका छन् सबै अनन्त नयाँ जीवनको लागि पुनरुत्थान हुनेछन्। यसकारण 5 अध्यायको 12 देखि 22 पदहरूमा तपाईँ र मैले ध्यान दिएर पढ्यौँ, पावललाई सुन्ने प्रयास गऱ्यौँ भनेदेखि पावलले ख्रीष्टको आगमनको प्रतीक्षा रहेका विश्वासीहरूले कस्तो जीवन जिउनुपर्छ भन्ने विषयमा अत्यन्तै महत्त्वपूर्ण निर्देशहरू दिन्छन्। अत्यन्तै महत्त्वपूर्ण निर्देशनहरू दिन्छन् 5 अध्यायको 12 देखि 22 पदमा। ख्रीष्ट जुनसुकै बेला फर्कन सक्नुहुन्छ भन्ने सत्यलाई ध्यानमा राख्दै पावलले विश्वासीहरूलाई आफ्ना आत्मिकी अगुवाईहरूको आदर गर्न, आपसमा मेलमिलापमा बस्न, अल्छेहरूलाई चेतावनी दिन, निराश भएकाहरूलाई उत्साह दिन, कमजोरहरूलाई सहायता गर्न र सबैप्रति धैर्यवान हुन आग्रह गर्छन्।
साथै कसैले खराबीको बदलामा खराबी नगरोस्, बरु एकअर्काप्रति र सबै मानिसहरूप्रति भलाइ गर्न तत्पर रहोस् भन्ने शिक्षा उनले दिन्छन्। यति मात्र होइन, उनीहरूलाई सधैँ आनन्दित रहन उनले भन्छन्, निरन्तर प्रार्थना गर्न उनले भन्छन्, हरेक परिस्थितिमा धन्यवाद दिन उनले भन्छन्, पवित्र आत्मालाई ननिभाउन उनले भन्दछन्। सबै कुराको जाँच गरेर असल कुरालाई दृढपूर्वक समाति राख्न र सबै प्रकारका खराबीबाट टाढा रहन पनि उनले निर्देशन दिन्छन्। एउटा कुरा मात्र होइन, सबै दुष्ट कुराहरूबाट, सबै खराबीबाट टाढा रहन विश्वासीहरूलाई निर्देशन दिन्छन्। तपाईँहरूलाई थाहा छ म कसरी जीवन जिउँछु? थाहा छैन भने म तपाईँहरूलाई भनिहालौँ, भन्न त मैले भनेको छु कहिले पनि। म भोलिको लागि कहिले जीवन जिउँदैन। आजको जीवन म आजको लागि जिउँछु। भोलि आयो भने भोलिको लागि भोलि नै जीवन जिउँछु। किन मलाई थाहा छैन मेरा प्रभु कतिखेर आउनुहुन्छ। सो कमसे कम आज मैले प्रभुको निम्ति जिउँदैछु भनेदेखि र आजै आउनुभयो भनेदेखि कमसे कम मैले प्रभुलाई त देख्न पाउँछु। सो त्यसैले म कहिल्यै पनि भोलिको लागि जीवन जिउँदिनँ। म आजको लागि आजको जीवन आजै जिउँछु अनि आजको जीवन म प्रभुमा जिउँछु। जब हामी आजको जीवन आजको लागि जिउन थाल्छौँ, जीवन जिउन सहज हुन्छ। यदि तपाईँ क्रिस्चियन जीवन भोलिको लागि सम्झेर जिउन थाल्नु भने भारी हुन्छ। तर आजको निम्ति आज जिउन सुरु गर्नु भनेदेखि क्रिस्चियन जीवन जति जिउन जति सजिलो जीवन अरू कुनै पनि हुँदैन। सबै कुराको जाँच गरेर असल कुरालाई दृढपूर्वक समाति राख्न र सबै प्रकारका खराबीबाट टाढा रहन निर्देशन दिन्छन् उनले। यसरी नै पावलले ख्रीष्टको दोस्रो आगमनको आशामा जिउने विश्वासीको जीवन कस्तो हुनुपर्छ भन्ने व्यावहारिक शिक्षा दिएर आफ्नो पत्र समाप्त गर्छन्। थेसलोनिकी मण्डलीको परिचयले देखाउँछ कि साँचो प्रेम केवल शब्दमा होइन प्रियहरू, त्यो त्याग, सतावट सहने साहस र निरन्तर विश्वासमा दृढ रहने जीवनमा देखिन्छ। साँचो विश्वास केमा देखिन्छ? शब्दमा होइन। साँचो विश्वास त्यागमा देखिन्छ। साँचो विश्वास सताहटमा पनि सहने साहसमा देखिन्छ। साँचो विश्वास निरन्तर विश्वासमा दृढ रहने जीवनमा देखिन्छ। त्यसैले ख्रिस्टीय साँचो प्रेम भनेको केवल शब्दमा देखिने कुरा होइन, व्यवहारमा देखिने कुरा हो। सुसमाचारले मानिसलाई बचाउने मात्र होइन, तर उल्ट्याउँछ, निर्माण गर्छ र ख्रिस्टको आगमनको लागि तयार गर्छ। अनि पावलले के भन्छन् त? एउटा ढाडसको कुरा के छ त? पावलको यो थेसलोनिको पत्रमा भन्नुहुन्छ भने एउटा एकदमै ढाडसको कुरा यो छ, परमेश्वरले हामीहरूलाई विश्वासयोग्य भएर ख्रिस्टको आगमनसम्म धर्मी राख्नुहुनेछ, पवित्र राख्नुहुनेछ र निष्कलङ्क राख्नुहुनेछ। यदि हामीहरूले परमेश्वरको अनुग्रहलाई छिनेर उहाँको अनुग्रहमा जीवन जिउँ। जब तपाईँ यो पत्र पढ्नुहुन्छ तब ध्यान लगाएर विश्वासीहरूले कसरी जीवन जिउनुपर्छ भन्ने विषयमा पावलले दिएको व्यावहारिक सल्लाहलाई र निर्देशनलाई सुन्ने प्रयास गर्नुहोस्। जब जीवनमा दुःख र सतावट आउँछन्
तब ख्रिस्टको आगमनसँगै प्राप्त हुने पुनरुत्थान र अनन्त जीवन आफ्नो आशा र भरोसाको दृढ केन्द्रबिन्दु राख्नुहोस्। साँचो ख्रिस्टीय प्रेम शब्दले होइन, धैर्यताले, त्यागले, निष्ठापूर्ण जीवनले प्रमाणित हुन्छ। अनि परमेश्वरको अनुग्रहले हामीहरूलाई अन्तिमसम्म निष्कलङ्क, पवित्र र शुद्ध राख्नुहुनेछ। त्यसैले याकुबको पुस्तकमा, अयुबको पुस्तक, पुरानो नयाँ करारको नाम पनि बिर्सेँ मैले, यहुदाको पुस्तकमा यहुदाले के भन्छ त भन्नुहुन्छ भने, परमेश्वरले तिमीहरूलाई प्रेममा राख्नुहुनेछ, तिमीहरूले परमेश्वरको प्रेममा आफूलाई राख। आउनुहोस् प्रार्थना।